नमस्कार दर्शक महानुभावहरू, तपाईँ हेर्दै हुनुहुन्छ चौतारी अनलाइन खबर। म बोल्दैछु टेकबहादुर केसी। केही दिन अगाडि हामीले निकै दर्दनाक घटना, निकै पीडादायी घटना, एउटा शङ्कास्पद घटना सल्यान जिल्ला दार्मा गाउँपालिका वडा नम्बर 6 भुर्तिवाङ बस्ने वर्ष 26 का बालकृष्ण चुन्दको आज उहाँको शुद्धि कार्य भइरहेको छ। हामी उहाँकै घरमा उपस्थित छौँ। शुद्धि कार्यमा धेरै नेपाली दाजुभाइहरू, विदेशबाट उहाँका आफन्तहरू सबै लागेर उहाँको घरको अवस्था देखेर, उहाँका साना बच्चाहरू, उहाँको बुढी आमाको सबैको अवस्था देखेपछि, एउटा घरको खम्बा गुमिसकेपछि निकै दुःखमा परेको परिवारलाई चाहिँ परदेशमा बस्नुभएका हाम्रा सहयोगी दाता नेपाली दाजुभाइहरूले चाहिँ धेरै रकम सहयोग गर्नुभएको छ। त्यही रकम ल्याएर चाहिँ हाम्रै वडा नम्बर 6 का राजनीतिज्ञ श्री निमबहादुर रोकायाजुले चाहिँ हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। र के छ बाँकी कसरी यो सहयोग रकम जम्मा भएको भन्ने कुरा उहाँबाटै सुनौँ है त। स्वागत छ तपाईँलाई हाम्रो कार्यक्रममा। धन्यवाद सर। यो एउटा दुःखमा परेको परिवारलाई चाहिँ कुन माध्यमबाट कसरी सहयोग सङ्कलन गर्नुभएको छ? हाम्रो बालकृष्ण चन्द्रको 26 वर्षको उमेरमा एकदम दुःख लाग्दो घटना घट्यो। यस घटनालाई हामीले उहाँको बालबच्चाको लागि, उहाँको बच्चाहरूको लागि एउटा सहयोगी मनहरूले, जस्तै हाम्रो देश तथा विदेशमा रहनुभएका सम्पूर्ण हाम्रो सहयोगी मनदाताहरूले सहयोग गर्नुभएको छ। सबै टोटल सहयोग गर्न उहाँले 3,39,036 रुपियाँ हाम्रो सहयोग आएको छ। उहाँको बालकृष्णको बच्चाबच्चीको लागि पठन पाठन गर्नको लागि अथवा उहाँलाई केही सेवामूलक होला भनेर पैसा सबैले सहयोग गर्नुभएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद। यस्तै गरी अमेरिकाबाट विशाल चन्द्रको पहलमा उहाँले सहयोग गर्नुभएको छ। हाम्रो यहाँबाट बाहिर जानुभएकाले 2,07,612 र लक्ष्मी चन्दको पहलमा भएको छ 24,700 र देवेन्द्र बस्नेतको पहलमा भएको छ 37,210 र अन्य हाम्रो नेपाली काङ्ग्रेस पार्टी गाउँ समितिका सचिव हरिकिरण बस्नेत लगायत सम्पूर्णले हाम्रो सहयोग गर्नुभएको छ। यहाँ बस्नुभएका, यहाँ आउनुभएका एकदम उहाँप्रतिका उहाँका बच्चाबच्चीको लागि सहयोग गर्नुभएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद, अन्तर्मनदेखि धन्यवाद दिँदै हामी उहाँलाई हस्तान्तरण गर्न गइरहेका छौँ। किनभने यस्तो दुःखको बेला थोरै भए पनि सहयोग धेरै हुन्छ। धेरैले गर्दाखेरि धेरै जम्मा हुन्छ, एउटाले मात्रै के गर्न सकिन्छ र यसमा हामी पनि लागि परेका छौँ। हामी पनि सहयोग गर्नेछौँ। सहयोगी मनहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र अझै सहयोगमा जोडिनु होला। बच्चाहरूको भिडियो हामीले तपाईँहरूमा आज राखेका छौँ, बुढी आमाको भिडियो तपाईँहरूमा आज राखेका छौँ, घरको अवस्था तपाईँहरूलाई देखाएका छौँ। झन्डै भूकम्पबाट बचेको घर हो यो। घरको अवस्था पनि त्यस्तै नाजुक छ र परिवारमा कमाउने सदस्य गुमिसकेपछि एउटा त्यता पनि न्यायको कुरा छँदैछ, चलिरहेको। उहाँको चाहिँ श्रीमती, तपाईँको नाम? टिका चन्दलाई चाहिँ हस्तान्तरण गर्न चाहन्छौँ। र परिवारको सम्बन्ध बिग्रिएपछि माइतीमा गएर बस्नुभएको थियो भन्ने कुरा चर्चा भइरहेको छ। र उहाँ चाहिँ माइतीमा हुनुहुन्थ्यो र डिभोर्सको प्रक्रिया पनि चलिरहेको छ र माइतीमै छन् भन्ने कुरा पनि छ। हामीले दुईवटा श्रीमती भनेका थियौँ। श्रीमती बिहे नगरेरै चाहिँ बाहिर बस्ने अफेयर चलाइरहनु भएको रहेछ। उहाँ चाहिँ कान्छो केटीले, उहाँ चाहिँ श्रीमती हुनुहुन्छ। अहिले उहाँ चाहिँ एउटा पिरामा हुनुहुन्छ। पिरामा चाहिँ उहाँले आफ्नो श्रीमानको हिन्दू संस्कार अनुसार, हाम्रो सामाजिक परम्परा अनुसार उहाँले काजक्रिया गरेर आज शुद्धि भइसकेको छ। र यो शुद्धि कार्यमा हामी जम्मा भएका छौँ। र यति बेला दुःखको बेलामा चाहिँ उहाँलाई चाहिँ आर्थिक सहयोग आएको, उहाँको साना बच्चाहरूलाई, उहाँ आमालाई चाहिँ हेरचाह गर्ने जिम्मा उहाँलाई परेको हुँदा हामीले उहाँलाई चाहिँ यो हस्तान्तरण गर्न चाहन्छौँ। अझै पनि छानबिन त उहाँलाई पनि हुने नै होला, किनभने उहाँले पनि फोन गरेर बोलाउनु भएको हो भन्ने कुरा चर्चा भइरहेको छ। के छ, कानुनले छानबिन गर्नेछ, उहाँ दोषी हुनुहुन्छ कि हुनुहुँदैन। उहाँले केही बोल्न चाहनुभयो भने उहाँसँग पनि हामी कुरा गर्न चाहन्छौँ। केही भन्न चाहनुहुन्छ? म केही भन्न चाहन्न। मृत्युको सजाय मृत्यु नै दिनुपर्छ। मैले फोन गरेर बोलाएको होइन, यताबाट फोन गएको थियो। गइसकेपछि म घर गइसकेँ भनेपछि फोन सक्यो। अनि कहाँ जानुभयो मलाई थाहा भयो। पहिला तपाईँहरूको चित्त नबुझेर डिभोर्सको प्रक्रिया त थियो होइन? हजुर। ठिक छ। केटीसँग बस्न लागेपछि, मलाई नराम्रो गर्न लागिसकेपछि म डिभोर्सको प्रक्रियामा लाग्यो। पहिला चाहिँ राम्रै थियो सम्बन्ध? हजुर। विदेश नजानुभन्दा अगाडि राम्रै थियो। विदेश जानुभयो, त्यहाँबाट त्यो केटीसँग लागेदेखि सम्बन्ध नराम्रो भयो। तपाईँको श्रीमान विदेश गइसकेपछि उतै विदेशतिर केटी भेटेर उतै लाग्नुभयो अनि तपाईँलाई चाहिँ राम्रो मान्न छोड्नुभयो? हजुर।
त्यसपछि चाहिँ डिभोर्स गर्नु पर्यो बरु यहाँ बस्नुभन्दा भन्ने तपाईँको मनसा थियो। हजुर, यो संसारका अगाडि यो लाजमान बेजेत गरेर बस्नुभन्दा डिभोर्स गरेर म एक्लै भए पनि बस्छु भनेर डिभोर्सको प्रक्रियामा लाग्यो। ठिक छ, हिजोका दिनमा चित्त नबुझे डिभोर्स गर्न मिल्छ, बाँच्न पाउने सबैको अधिकार हुन्छ। तपाईँ पनि पीडामा हुनुहुन्थ्यो होला, तपाईँलाई पीडा दिनुभयो होला, ठिक छ, त्यो कुरा पनि मान्यो। अहिले चाहिँ अब उहाँको चाहिँ मृत्यु भइसक्यो, न्यायको कुरा छ, मृत्यु पनि शङ्कास्पद मृत्यु छ। आइतीमा हुनुहुन्थ्यो, कता कता झगडा भइरहेको, कतै यस्तो भयो कि भन्ने शङ्का सबैमाथि लाग्न सक्छ र आम दर्शक महानुभावहरूले पनि शङ्का गरिरहनु भयो होला, कतै श्रीमतीहरूले मरायन् कि भन्ने। त्यसो नभएर अहिले चाहिँ छानबिनको प्रक्रिया जारी छ। उता त्यो केटी र केटीको बुवालाई चाहिँ छानबिन भइरहेछ, तपाईँ चाहिँ काजक्रिया गर्नको लागि आउनु भएको छ। ठिक छ, अझै पनि तपाईँलाई पनि छानबिनको लागि बोलाउला, अथवा कानुनले के गर्छ, भोलि निर्दोष साबित हुने अथवा दोषी साबित हुने त्यो एउटा कानुनको बाटो छ। अहिले चाहिँ निकै दुःखमा हुनुहुन्छ। यो दुःखको पीडामा चाहिँ तपाईँलाई मलम लाउने हिसाबले सहयोगी दाजुभाइ तथा दिदीबहिनी परदेशी दाजुभाइहरूले तपाईँको पीडा देखेर, तपाईँको घर परिवारको पीडा देखेर सहयोग गर्नुभएको छ। यो सहयोग चाहिँ हस्तान्तरण गर्दै हुनुहुन्छ हाम्रै दार्मा गाउँपालिका वडा नम्बर 6 का राजनीतिज्ञ निमबहादुर रोकायाज्यूले तपाईँले चाहिँ यो हस्तान्तरण रकम लगेर आफ्नो घर परिवार चलाउनु होला भन्न चाहन्छौँ। र अझै पनि सहयोगी दाताहरूले सहयोग गर्नुहुनेछ। धेरै मनकारी दर्शकहरूले यो भिडियो हेर्नुहुनेछ, धेरैले सेयर गर्नुहुनेछ र हामी पनि तपाईँको सहयोगमा जुटिरहेका छौँ। तपाईँको यो दुःखको घाउमा चाहिँ मलमपट्टि लगाउने प्रयास गरिरहेका छौँ। हामी तपाईँलाई हर बखत तपाईँको घरमा तपाईँको मन शान्तिको लागि, तपाईँहरूको सान्त्वनाको लागि हामी हर समयमा तपाईँसँग जोडिराख्नेछौँ भन्ने हामी बाचा पनि गर्न चाहन्छौँ। किनभने पीडामा चाहिँ मलम लगाउनुपर्छ भन्ने हाम्रो मानसिकता हो। आफ्नो परिवार राम्रोसँग हेरेर आफ्नो बुढी आमालाई सम्झाउँदै, आफ्ना दिदीबहिनीहरूलाई सम्झाउँदै आफ्नो घर परिवार राम्रोसँग चलाउनु हुनेछ। र आगामी दिनमा हामी आउँदाखेरि यो घर परिवारमा दुःख पछि पनि सुख हुन्छ, केही खुसी छाएको हामीले देख्न पाऊँ। अन्त्यमा यो सहयोग गर्ने दाताहरूलाई के भन्न चाहनुहुन्छ? सहयोगी दाताहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। ठिक छ, धेरै दुःखमा हुनुहुन्छ, हामी तपाईँसँग धेरै प्रश्न गर्न चाहन्नौँ। आगामी दिनमा केही मन शान्त होला, हामी तपाईँसँग अझै कुरा गर्नेछौँ। तपाईँको मनमा लागेका कुराहरू दर्शक महानुभावहरूलाई भन्न पनि सक्नुहुनेछ। फेरि अर्को भिडियोमा कुराकानी गर्नेछौँ। हस्त, तपाईँलाई पनि धन्यवाद। राम्रोसँग घर धानेर बस्नु होला। उहाँको मृतक आत्माको चिर शान्तिको कामना गर्दै तपाईँहरूलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै बिदा हुन्छौँ। हस्त, धन्यवाद।